त्यही क्रममा फागुन 21 गते काठमाडौँमै अर्को इन्ट्रेस्टिङ दृश्य देखियो। विवादित र आफ्नै तरिकाले आन्दोलन गरिरहेका राजावादी समूहहरू एकै ठाउँमा उभिए। राप्रपाका नेताहरू र दुर्गा प्रसाई एउटै स्वरमा चिच्याउँदै थिए र एउटै कुरा आह्वान गर्दै थिए। फागुन 25 गते राजा पोखराबाट काठमाडौँ आउँदै हुनुहुन्छ, उहाँको स्वागतका निम्ति एयरपोर्ट पुगौँ। ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आएको यो पहिलो पटक थिएन। तैपनि उनले समय आयो भनेकाले लाखौं जनताहरू उनको स्वागतका लागि एयरपोर्ट पुगे र उनलाई उनको घर निर्मल निवासमै भित्र्याए। अब त्यो दिनको घटनाले एउटा कुरा स्पष्ट पारेको थियो, राजसंस्थाको पक्षमा माहौल छ र मानिसहरू सडकमा आउन पनि तयार छन्। तर अब राजा ज्ञानेन्द्रको मुभ के होला भन्नेमा सबैलाई प्रश्न थियो। स्ट्राटेजिक मानिने ज्ञानेन्द्रले अब समय आयो भन्न 17 वर्ष लगाएका थिए, सो तत्कालै उनी आफै केही बोल्नेवाला थिएनन्। त्यस पछाडि चैत्र 4 गते सोमबार 87 वर्षीय नवराज सुवेदीले एउटा पत्रकार सम्मेलन गर्छन् र राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति बनाएको अनि त्यसको नेतृत्व मैले गर्दैछु भनेर घोषणा गर्छन्। यो कुराबाट अब के स्पष्ट रूपमा देखिँदै थियो भने ज्ञानेन्द्र अब आफै अगाडि देखिनेवाला छैनन्, उनको नाममा अब अरू कसैले नै आन्दोलन गर्नेवाला छ। सो यसरी आन्दोलनको नेतृत्व लिएर सबैलाई समेट्ने नवराज सुवेदी हो चाहिँ को त? 87 वर्षीय नवराज सुवेदी राजा महेन्द्र, राजा वीरेन्द्र हुँदै राजा ज्ञानेन्द्रका समेत विश्वास पात्र हुन्। 2019 देखि 2047 सालसम्मै सधैँ राष्ट्रिय पञ्चायतमा उनी निर्वाचित भइ नै रहे। तर 47 सालमा बहुदलीय व्यवस्था आए पछाडि भने उनी गुमनाम रहे। राजनीतिक गतिविधिहरूमा मात्र होइन, कुनै पनि पब्लिक इभेन्टमा उनलाई देखिन छाड्यो। तर राजावादी आन्दोलनको नेतृत्व गर्दै उनी 35 वर्ष पछाडि पब्लिकली देखिन्छन् र राजा फर्काउने अभियानको नेतृत्व लिन्छन्। उनको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका मुख्य 4 मागहरू थिए। नम्बर 1, संवैधानिक राजसंस्थाको पुनर्स्थापना, यानि कि राजतन्त्र होइन, कन्स्टिट्युसनल मोनार्की, इजी भाषामा भन्नुपर्दा समथिङ लाइक अहिलेको राष्ट्रपतिको ठाउँमा राजा। अनि नम्बर 2 मा सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, यानि कि सेकुलर स्टेट नभएर अब हिन्दू राष्ट्र बनाउने। अनि नम्बर 3 मा संघीयताको खारिजी, यानि कि फेडरलिजम हटाउने। र नम्बर 4 मा भ्रष्टाचार नियन्त्रण र सुशासन। यी मागहरू सहित अब उनले सडक आन्दोलन गर्ने भन्छन्। यता दुर्गा प्रसाईले भने यो समिति गठन हुनु अगाडि नै चैत्र 15 गतेलाई आफ्नो नेतृत्वमा सडक आन्दोलन घोषणा गरिसकेका थिए। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन